ए गाइस हामी यति बेला लिड्सडेल एनएसडब्ल्यू लिड्सडेल भन्ने ठाउँमा छौँ। हाम्रो आज अफ रोड हिमालयन क्याम्पर अस्ट्रेलियाले आयोजना गरेको अफ रोड ड्राइभिङमा हामी आएको छौँ साथीहरू। हाम्रो मायालेको गाडी, मेरो सुभाष भाइ शिरमा शिरबन्दी, नमस्ते। अहिलेको पछिल्लो समयको सुपर हिट गाएको मेरो भाइ होइन, बागलुङको सानो भाइ यहाँनिर आइसकेका छौँ। सुनिल हाउ यु? साथी सुनिल जनक हाम्रो झाडीतिर जानु भएको छ, थाहा छैन है। रमाइलो ए ओके ओके, उहाँ चाहिँ मूत्र विसर्जन गर्न जानु भएको रहेछ। हामी यहाँनिर छौँ, क्यामेरामा हाम्रो सुदीप सर हुनुहुन्छ। रमाइलो भइरहेछ यहाँनिर है त। चियर्स, हामी अपडेट गर्छौँ तपाईँहरूलाई। रोजर रोजर डु यु कपी? हामी चाहिँ हाम्रो फर्स्ट मिटअप पोइन्टमा आइसकेका छौँ है, सबैजनालाई कुरिरहेछौँ। सुनिलले चाहिँ हावा निकाल्न पर्ने होइन, ठिक्क ठिक्क निकाल्न पर्ने, आधीभन्दा बढी निकाल्यो भने यहाँ हेर्नु होइन। अहिले मुखले फुक्छन् सुनिल। बढी फाल्या रहेछ भने मुखले फुक्न पर्छ है। हाल्ने कहाँ गर पेट्रोल सुनिल नाच्दैउ नि त। जिन्दगी यस्तै हो, कहिले हावा हाल्ने, कहिले पञ्चर टाल्ने, कहिले हावा फाल्ने होइन। अब हामी अफरोड ड्राइभ जाँदाखेरि हाल्न पर्यो नि त होइन। यस्तो पुरै रमाइलो छ है। ल यो बाटो जुन देख्नु भएको छ हेर्दा पहाड जस्तो लाग्ला, तर यो बाटोमा अहिले गाडी चलाउने हामीले। यहाँनिर हेर्नु, सब गाडीहरू त्यहाँनिर वेटिङमा छ। अनि गार्डन अफ स्टोन। हजुर मन चञ्चले मेरो पारा यस्तै छ, तिमीलाई जस्तो देखा थिए तिम्रो जोबन त्यस्तै छ। शिरमा शिरबन्दी, शिरमा शिरबन्दी, मेरी मायालाई उपहार छड्के गलबन्दी। गयौ तिमी सर्वस्व लिएर, सर्वस्व लिएर, फुलको जवाब पत्थरले दिएर, म त बाइलुङ बिना मरेको, म त बाइलुङ बिना मरेको। एउटै कुरा सोध्नु छ सानोलाई, मेरो माया किन मरेको? हिमालयन क्याम्पर अस्ट्रेलियाले आयोजना गरेको अफरोड ड्राइभिङकै क्रममा छ। यसलाई गार्डन अफ स्टोन भन्दो रहेछ। सिडनीबाट लगभग 2-2.5 घन्टा 3 घन्टाको ड्राइभमा यहाँ आइपुगिन्छ। लिथगोबाट थोरै अगाडि कटिसकेपछि लिड्सडेल भन्ने ठाउँ छ। लोकेसन हामीले हालिदिन्छौँ तपाईँलाई। लिड्सडेल भन्ने ठाउँबाट अगाडि आएर यो
एक्लै चाहिँ आउन रिकमेन्डेड होइन, यो ग्रुपमा मात्रै आउने, 4 व्हिल ड्राइभहरू आउने। यति दामी छ यो कलात्मक, हातैले खोदे जस्तो, तर यो सबै नेचुरल हो होइन। हाम्रो गाउँघरतिर पहाडतिर हुने यो ढुङ्गाहरूमा एउटा जुन आकृति नेचुरल रूपमा बनेको हुन्छ, एउटा कलात्मक हातैले खोदे जस्तो, यो ठाउँमा चाहिँ हामी आइपुगेका छौँ। एकदम रमाइलो भइरहेको छ है ब्रो। ल हाम्रो क्यामेरामा सुभाष भाइ एकदम रमाइलो भइरहेको छ दाइ, इन्जोय शिरमा शिरबन्दीले वर्ल्ड वाइड हानिरह, कस्तो फिल भयो? भइरहेको छ दाइ। आफ्नो सिर्जनाको माया त कसलाई हुँदैन र होइन। खुसी छु म। ल अब हाम्रो दाजुभाइको सहकारी कामहरू पनि आउँदैछ, छिट्टै आउँदैछ नि त। फेरि नयाँ गीत पनि आउँछ। चेयर्स मेरो भाइ। सो ल हाम्रो गाडीको हालत चाहिँ यस्तो छ ए है, तर गाडी पनि तिम्रो त उसमा हाल्यो कि मजा आयो नि त। झ्याम्मै हाल्यो नि त उसमा के अरे। यसो हाम्रो भाइ सुभाष है, सुभाष ल जनक के गर्ने र सुभाष कस्तो लागिरह त? लास्ट इन्जोय भइरहेको दाइ। हो रमाइलो भइरह रमाइलो एकदम मजा है। यो गाउँको बाटो हिँड्ने यस्तो हुँदैन र होइन, यहाँनिरको छुट्टै मजा छ। ए गुड छ होइन। ल जनक अब स्टार्ट बन्दाहरू भयो होइन, रहर पुऱ्यायो, भिडियो भयो बन्दाहरू। ल हाम्रो प्रड्युसर हो त ल अफरोड गएर आएर गाडीको हालत चाहिँ यस्तो भएको छ। अब यो गाडीलाई चाहिँ एकदम डिटेल वास गर्नुपर्ने हुन्छ।